अहिले चाहिँ म यो बोधी होटल भन्ने ठाउँमा आएको छु। मेरो म्याम चाहिँ यतै हुनुहुन्छ। अनि अब यहाँबाट हामी मनाङको टुरमा जानेछौँ है त। अनि आज हाम्रो मनाङको गाइड चाहिँ उहाँ हुनुहुन्छ, उहाँले लाँदै हुनुहुन्छ। रेडी हुन्छ नि हामीलाई लानुको लागि? हिजो रातभरि मलाई सहायता गर्नुहुने उहाँ नै हुनुहुन्छ, एकदम सुतेर। सो ओके गाइज, अहिले चाहिँ हामी पोखरालाई छोडेर अब फेरि हामी मनाङतर्फ लाग्दैछौँ। तपाईँहरूलाई हामी ठाउँ ठाउँको भिडियो देखाउनेछौँ, हामीसँग जोडिरहनु होला है त। र अब चाहिँ हामी डुम्रे भन्ने जग्गामा आइपुगेका छौँ र यहाँबाट चाहिँ अब हामी मनाङको बाटो समातेर मनाङतर्फ लाग्नेछौँ। यो चाहिँ डुम्रे बजार देख्न सक्नुहुनेछ। अनि हामी चाहिँ यो बारीको बाटो जान्छ। यो चाहिँ मनाङको वे। घरमा चाहिँ कति कमाएको काट्दै पर्छ, छक्क बसियो। जीवन मजा त मनियाको अघि त बहिनीसँग बोलिरहेको छ। कोही परे भयो यो दाम। अहिले चाहिँ हामी मर्स्याङ्दी नदीको किनार बेसी सहरतिर लागिरहेका छौँ। बाटो कतै कच्ची त कतै पिच भेटिँदैछ। सायद बेसी सहरबाट चाहिँ पुरै कच्ची हो भन्ने कुराहरू सुनिएको छ। लेसी अब बाटो हेर्दैछौँ कस्तो हुँदैछ। र आजको हाम्रो बसाइ चाहिँ जगत भन्ने ठाउँमा छ। हामी तपाईँलाई ठाउँ ठाउँको भिडियोहरू देखाउने रहेछौँ। अहिले चाहिँ हामी लगभग बेसी सहरको नजिकै आइपुग्यौँ, तर यहाँ पनि काठमाडौँको जस्तै जाम पाइरहेको छौँ। यो जाम खुलेपछि चाहिँ हामी बेसी सहरतिर लाग्छौँ र अनि त्यहाँबाट राम्रो रिसोर्ट खोजेर हामी खाना खानेछौँ। एकदमै धेरै ट्राफिक जाम भएको अवस्था छ यहाँ। र अहिले चाहिँ हामी फाइनल्ली बेसी सहर आइपुगेका छौँ र यो चाहिँ लमजुङ जिल्लाको मेन सदरमुकाम भन्ने लेखेको रहेछ र जनसङ्ख्याको आधारमा पनि बेसी सहरमा चाहिँ धेरैजना मानिसहरू बस्नु हुँदो रहेछ भन्ने कुराहरू सुन्नमा आएको छ। बाटो साँघुरो अनि एकदमै धेरै जाम, सायद यो अब दसैँ तिहारको चापले गर्दा पनि होला। अब यहाँ हामी एउटा रिसोर्ट खोजेर चाहिँ हामी खाना खानेछौँ अनि त्यस पछाडि हाम्रो यात्रा मनाङको जगते भन्ने जग्गामा हुनेछ। अनि आजको नाइट त्यतै हामी स्टे गर्नेछौँ। चाहिँ हामी बेसी सहरबाट मनाङको जगतको यात्रामा जाँदैछौँ। ठाउँ ठाउँमा पिच छ भने अहिले भर्खरै हामीले एउटा खोला तर्यौँ। जब बाटोमा हिँड्दै थियौँ ठाउँ ठाउँमा यस्तो झरनाहरूले हामीलाई स्वागत गरिरहेका थिए। बाटो मनाङको। बाटो ठाउँ ठाउँको कुराहरू तल देख्नुहुन्छ मर्स्याङ्दी नदी। मुस्ताङहरू यस्तै छ। सो अहिले चाहिँ हामी मनाङ जाँदैछौँ अनि यहाँ चाहिँ चेकिङ रहेछ, कटिहाल्यो ठ्याक्कै। अनि यहाँ चाहिँ हामीसँग एकजना टुरिस्ट हुनुहुन्छ नि त, अनि उहाँको चाहिँ पर्मिट पाइन्छ मनाङ जानको लागि। त्यसकै लागि सो गर्न चाहिँ हामीले गाइड जानु भएको छ। र अहिले चाहिँ हामी यहाँ टनेल लागेका छौँ। के छ भिडियो के छ मनाङ had a dilemma whether to come through this way or not. First time म
मनाङको टनलमा छिरिरहेको छु कस्तो हुँदो रहेछ है वाउ मनाङ जाने सुरुङ ए सुरुङ के लिए ठिक छ हम्प रहेछ कि वाउ ए के आयो कस्तो तर्सिँदो रहेछ त बाइक आएको रहेछ पछाडि ल वाउ कति मजा आउँदो रहेछ बोगीघाट भनेको यस्तो हो नि त अन्डरग्राउन्ड भन्छ नि Oh, it's good. यसरी पानी चुहुँदो रहेछ है अहिले चाहिँ हामी हामखोला झर्ना आएका छौँ अनि म तपाईँलाई हामखोला झर्ना देखाउनेछु है त गाइस हामखोला झर्ना रहेको छ हो यहाँ चाहिँ हामीले बाटोमा सर्प देख्यौँ मनाङको रोडमा यतै आउँदैछ फेरि हो सो गाइस बाटो यस्तो छ मनाङको है के भन्नु अब यो सो गाइस बाटोहरू तपाईँहरू देख्न सक्नुहुन्छ यो त सिम्पल मात्रै हो योभन्दा खतरा खतरा बाटो हामीले पार गऱ्यौँ तर यदि मनाङ आउँदै हुनुहुन्छ भने चाहिँ एकचोटि फोन गरेर बुझेर मात्रै आउनु है किनकि बाटो जे पनि हुनसक्छ सो प्लिज बुझेर एकचोटि भ्रमण गर्नु होला सो हाउ यु फिल इन जगत Scared? Legs are shaking. And I think the world's moving. But all in all, I feel really happy. गाइज हामी फाइनल्ली जगत भन्ने जग्गामा आइसकेका छौँ अनि हामी चाहिँ यो होटलमा बस्नेछौँ आज मैले 1 महिना अगाडिदेखि नै बुकिङ गरेको थिएँ तर होटल चाहिँ अनएक्सपेक्टेड एकदमै राम्रो रहेछ खुसी लाग्यो अनि यदि तपाईँहरू आउनुहुन्छ भने नि यो होटलमा बस्नु सक्नुहुन्छ है त म नम्बर छोडिदिन्छु अनि यो सबै देखिरहनु भएको त्यो सबै ढुङ्गाले बनेको चट्टानहरू है पहाडहरू अनि यो माथिको पनि चट्टान सबै चट्टान छ अनि उहाँ माथि एउटा बस्ती छ त्यो पनि सबै चट्टानै हो अनि यहाँको यो इन्भाइरोमेन्ट देख्दाखेरि म चाहिँ एकदम डर लागिरहेछ होइन यो अब यहाँ तल मर्स्याङ्दी नदी है हामी मर्स्याङ्दी नदीको चाहिँ फेदी हुँदै 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 अब भोलि हामी मनाङ पुग्छौँ सो यही हो बाटो यही हो हामीलाई साथ दिने हिरो यही हो चरा दुःख भयो आज मेरो गाडीलाई पनि सो अहिले चाहिँ हामी यहाँ जगतमा चाहिँ तातो पानी छ भनेको सुनेको छौँ अनि यो मर्स्याङ्दी नदीको किनार तल पल्सीमा अनि हामी सुषमा म्याम हाम्रो अर्को म्याम हुनुहुन्छ अनि हाम्रो अगाडि गाइड दाजु हुनुहुन्छ जाँदैछौँ बाटो एकदमै भिरालो छ Don't look over there, only road. Ma'am, be careful, okay? त्यो पनि है भन्नु है फेरि एक्साइट भएर फेरि यहाँ त डेन्जरै पो रहेछ त यहाँ त यस्तो खतरा छ गाइज अब हेर्नु न यो खोल्सी नो चान्स यहाँ चाहिँ ब्रिज पनि रहेछ अहिले चाहिँ हामी तल आइपुग्यौँ 10 मिनट भन्दै हुनुहुन्थ्यो उकालो जान चाहिँ 10 मिनट लाग्ने रहेछ है हो हामी कति 2-3 मिनट त भयो आएको यहाँ 5 मिनट भयो यो रेलिङ लाएर चाहिँ यहाँ हाम्रो मेमहरू चाहिँ तल जानु भएको छ है बाटो यही हो यो मर्स्याङ्दी नदी
अब फर्किने चाहिँ कसरी भने जस्तो भयो त तर मलाई यहाँको एउटा खुसी चाहिँ के लाग्यो भने जस्तै यो बाटोमा आउनुभयो भने तपाईँको लाइटहरू चाहिँ रहेछ क्या अलिक अप्ठ्यारो अप्ठ्यारो ठाउँमा यहाँ तल तातो पानी आउँदो रहेछ अब हामी त्यहाँ जाँदैछौँ बिजोग छ यो बाटो चाहिँ मेरो चाहिँ खुट्टै छैन जस्तो भइसक्यो सो साथीहरू अहिले म जहाँ छु यहाँ चाहिँ जमिन मुनिबाट तातो पानी आउँछ जमिन मुनिबाट ल हेर्नु कति अचम्मको हो यो म ट्राई गर्दैछु है त खुट्टै कामदो रहेछ यार एकदम दाजु तर मलाई चाहिँ पहिला लागेको छ होइन ओ माई गुडनेस एकदम तातो पानी छ है साथीहरू यो देखिरहनु भएको छ यो कलकल बगेको पानी चाहिँ तपाईँको मर्स्याङ्दी नदी एकदमै धेरै सेतो पानी तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ यो हिमालबाट बगेको पानी कञ्चन पानी एकदमै धेरै सुन्दर छ अमेजिङ यो डाँडा खाँडा अनि यो डाँडाको माथि एउटा बस्ती छ त्यहाँ एउटा घर छ त्यो घरमा जाने पुल चाहिँ उयो रहेछ एउटा उयो देखिरहनु भएको पुल मान्छे अचम्म लाग्छ कसरी सर्भाइभ गर्नु हुँदो रहेछ भन्ने कुराहरू होइन अनि हामी चाहिँ एउटा राम्रो ठाउँमा छौँ भाइ अनि र पनि यहाँको वातावरणहरू देख्दाखेरि चाहिँ किसिमको अचम्म चाहिँ फिल भयो अनि यो जुन तातो पानी आउने कुराले त झन् म त झन् मनमोहकै भएको छु इट्स अमेजिङ हामी तातो पानीबाट फर्क्यौँ होइन नुहाएर अनि खुट्टा यस्तो कामिरहेछ गाइस उकालोमा हिँड्न सकिएको छैन हाई अल्टिट्युडको कारणले बुढा थरथर कामिरहेछ हाम्रो टिमको हालत पत्ला भइसकेको छ त्यही पनि हौसला दिँदै अगाडि बढाउँदैछु गाइज अब चाहिँ हामी निस्किन लागेको होइन हामी चाहिँ हिजो यो होटलमा बसिरहेको थियौँ अनि होटल एकदमै राम्रो छ जगत भन्ने जग्गाको होटल होइन अनि अब हामी चाहिँ यो बाटो यो वे हुँदै मनाङको यात्रातर्फ लाग्नेछौँ नेक्स्ट चाहिँ हेरौँ बाटो कस्तो छ अनि हामी तपाईँलाई बाटोको विषयहरू क्या यो चाहिँ टिबेटन टी रहेछ घिउबाट बनेको है गाइज नुनचिया म खाँदैछु आज र यो सेकेन्ड डे बिहानी लमजुङको जगतबाट अब फेरि हामी मनाङतर्फ लाग्दैछौँ र बिहानीको एकदमै धेरै राम्रो छ मौसम सो यहाँको बस्तीहरू यता त हामी हिजो घुमेनछौँ नि है यता त झन् बजार पो रहेछ त अहिले चाहिँ हामी टावर गएका छौँ र अहिले चाहिँ हामी लमजुङलाई छोडेर यो पुलबाट चाहिँ मनाङलाई सुरुवात गर्ने रहेछ र अब हामी मनाङतर्फ लाग्नेछौँ मनाङ प्रवेशद्वार
थ्याङ्क यू जिजस यस्तो सुन्दर ठाउँमा तपाईँले ल्याउनु भएको लागि। अझै सुन्दर छ। अहिले चाहिँ हामी यो टिकटकमा भाइरल हुने ढुङ्गाको रोड हिँडिरहेका छौँ। हजुर, अनि यो चट्टानलाई फोरेर चाहिँ उताबाट गाडी आयो भने चाहिँ ठाउँ छैन, तर यो ठाउँमा चाहिँ ट्रकहरू कुदेको देखिरहेको थिएँ मैले अस्ति। अहिले चाहिँ हामी मनाङको यो चेकपोस्टमा आएका छौँ अनि यहाँ चाहिँ हामी इन्ट्री गराउँदैछौँ हामीलाई। अनि यहाँ चाहिँ राम्रो राम्रो रिसोर्टहरू रहेछ, तर धेरै जस्तो चाहिँ मनाङमा चट्टानले बनेको चाहिँ ठाउँ रहेछ। यो पारी डाँडाहरू देखिरहनु भएको छ, जताततै चाहिँ तपाईँको ढुङ्गा है। अनि ढुङ्गाको गहिराइमा चाहिँ बसेको यो बस्तीहरू हेर्नु मलाई चाहिँ होइन, अब यो सबै ढुङ्गा छ, त्यो माथि देखेको सबै ढुङ्गा हो। अब यो ढुङ्गा इफ केही भइहाल्यो भने चाहिँ कसरी हुन्छ नि, एक किसिमको त्यो डर क्या। तर जस स्ट्रङ क्या, र पनि यहाँको मान्छेहरू कति आँटिलो अनि ढुङ्गा मुनि घर बनाएर बस्नु भएको छ क्या। अब त्यो चाहिँ मलाई एउटा अमेजिङ लाग्यो। अहिले चाहिँ हामी अप्पर मनाङ तिलाङ होइन तिमाङ आइपुग्यौँ। अहिले चाहिँ हामी तिमाङ 2650 मिटर। बाटोमा यसरी गाई बस्देको छ। अब सिङ हेऱ्यो भने यस्तो डेन्जर छ कि हामी उतै हो। यहाँ चाहिँ पुरानो घर, हामी चामेतीमा आइपुगेका छौँ। अहिले चाहिँ हामी एप्पल फार्ममा आइपुगेका छौँ। यो चारैतिर देखिरहनु भएको छ यो एप्पल। यहाँ चाहिँ स्याउहरू लटरममा फल्दछन् र जति उचाइमा आउँदैछौँ हामी त्यति धेरै गाडीको शक्तिहरू पनि घटेको महसुस भइरहेछ। अनि बाटो एकदमै धेरै अफ रोड र टफ छ, तरै पनि हाम्रो यात्रा जारी भइरहेको छ। र अहिले चाहिँ हामी यो बराटाङ भन्ने ठाउँमा आएका छौँ। ठिकठाक त्यो ठाउँको नाम चाहिँ के भन्दो रहेछ? ब्राताङ भन्ने जग्गामा आएको छौँ। अनि हामी एकदम टायर्ड भएका छौँ किनकि यो उचाइ छ, अनि जति उचाइमा जाइँदैछ त्यति धेरै सास फेर्न पनि अलिकति गाह्रो भइरहेको छ।
तर जहाँसम्म यो देखिएको छ अमेजिङ तपाईँले माथि देखिरहनु भएको छ पहाड सब स्टोन यो त झन् स्टोनहरू गाडीको शक्ति एकदमै हराइरहेको समय छ हामी पल्कुसमा जान्छौँ सर हजुर ए नो इन्ट्री पो रहेछ त है यो किनेर चाहिँ कता यहाँ चाहिँ किन्नु पर्ने रहेछ हेर्नु न त्यहाँ चोरेमा भित्र चाहिँ जानु नपाउँदो रहेछ उयो स्याउ बाटो हेर्नुहोस् ढुङ्गालाई खोपेर बनाएको बाटो छ एकदमै डेन्जर अहिले चाहिँ बाटो एकदमै धेरै राम्रो ढलाइ बाटो आएको छ कहाँसम्म पुग्छ हेरौँ र हामी लन्च गर्ने समयमा आइपुगेको छौँ र हामी आज चाहिँ हामी यो ठाउँको नाम के अरे ढुकुर पोखरी यहाँ चाहिँ हामी लन्च गर्दैछौँ कता यहाँ हामी अहिले चाहिँ हामी गङ्गापूर्ण होटलमा आएको छौँ र हामीलाई दिदीले स्वागत गरिसक्नु भएको छ र होटल चाहिँ एकदमै धेरै राम्रो छ काठले बनेको चट्टान मुनि इट्स अमेजिङ अहिले चाहिँ हामी थाकेका पनि छौँ धेरै किनकि हाम्रो कन्टिन्यू ट्राभल भइरहेछ अनि उहाँ हाम्रो म्यामहरूको त 1 विक अगाडिबाटै ट्राभल हो तपाईँहरूलाई म एउटा राम्रो ठाउँ देखाउँछु चट्टानको पहाड यो एकदमै धेरै सुन्दर यो मनाङको चाउमिन चाहिँ एकदम ठुलो हुँदो रहेछ अनि यो मसरुम सुप घुम्रे अहिले चाहिँ हामी घुम्रे मनाङ प्रवेश गरिसकेका छौँ यहाँ हामी ढुङ्गाले बनेको घरहरू देख्छौँ यो तपाईँहरूले देखिरहनु भएको छ अन्नपूर्ण 2 माउन्टेन
अहिले चाहिँ हामी यो देखिरहनु भएको हिमाल सब माथि कता हातै कता गयो त्यो चाहिँ अन्नपूर्ण हिमाल हाम्रो गाडी भेरी वन्डरफुल प्लेस अब चाहिँ हामीले मनाङमा कालोपत्री पिच भेटाइसकेका मनाङ बजारको भ्यू पनि देखिरहेको छ लगभग हामी मनाङ बजार आइपुगेका छौँ भन्दा पनि हुन्छ कत्राम बजार यहाँको चारैतिरको भौगोलिक बनावटहरू सेम लाग्दछ जस्तो छ ठाउँ ठाउँमा सल्लाहका झुलाहरू मर्स्याङ्दी नदी लाग्छ कि हामी अर्कै देशमा आइरहेका छौँ ठाउँ ठाउँमा विदेशी पर्यटकहरू जस्तो देखिन्छ सायद उहाँहरू वकिङ गरेर आउनु भइरहेको छ Welcome to Manang. अब चाहिँ हामी मनाङ गेटबाट भित्र प्रवेश गर्नेछौँ यो रोड चाहिँ दिल्ली जाने रहेछ भने यो चाहिँ मनाङ बजार फाइनल्ली हामी आइपुगिसकेका छौँ Fail. Oh, great! It's this one. Are you happy? Oh. So guys, हामी आइसकेका छौँ फाइनली अब हाम्रो गाडी चाहिँ भित्र इन्ट्री हुन दिँदैन अरे मलाई चाहिँ गाडीको माया लागिरहेको छ अब यहाँ यो सायद बेलुका यो सबै भरिन्छ होला एकदमै धेरै राम्रो छ तपाईँलाई यो भ्यू देखाउनेछौँ यहाँ माथि त हिमाल यस्तो सुन्दर छ कि अमेजिङ आउट अफ नै छ यो हामीले शब्दमा बयान गर्न सकिँदैन शब्दै छैन यति सुन्दर छ यो हाम्रो परमेश्वरको सृष्टि प्रभुको सृष्टि हो यो हिमाल हेर्नु न गाइस हिमाल झरिरहेछ अब हामी फाइनली यो मनाङको यति भन्ने एकदम राम्रो छ तपाईँलाई बाहिरको भ्यू देखाउनेछु अनि अब चाहिँ हामी बाहिर जानेछौँ घुम्नुको लागि यति होटल रहेको छ भने यहाँ पारिपट्टि चाहिँ हिमालहरू छ दामी छ भ्यूहरू चाहिँ मनाङमा बन्दाकोपी अब हामी ट्रेकिङमा निस्केको गाइस तपाईँहरूलाई मनाङ बजारको भ्यू देखाउँदैछु अहिले चाहिँ हामी ढुङ्गे ढुङ्गाले बनेको घरमा भ्रमण गर्दैछौँ मनाङ बजार अनि यो धेरै हाइट भएकोले एकदमै धेरै गाह्रो भइरहेको छ हिँड्नको तर हामी मनाङ अन्नपूर्णको यतापट्टिको साइडमा हामी अन्नपूर्णमै छौँ भन्दा पनि हुन्छ किनकि पारीको डाँडा अन्नपूर्ण हिमाल हो करिब 7,000देखि माथिकै हाइटमा छौँ हामी यहाँ चाहिँ सासलाई एकदम गाह्रो हुँदो रहेछ हेर्नको लागि साथीहरू अहिले चाहिँ हामी मनाङमा छौँ र
देख्न सक्नुहुन्छ त हेर्नुहोस् त कति सुन्दर कति राम्रो यहाँबाट देख्नु भएको चाहिँ त्यो लेक हो अन्नपूर्णबाट बगेर सिधै हाल्ने जम्मा हुने पानी रहेछ एकैचोटि वक गर्नु हुँदैन एकैचोटि गरेर चाहिँ सास एकदम घट्छ 10 पाइला हिँड्ने फेरि लामो सास फेर्ने 10 पाइला हिँड्ने त्यो चाहिँ बेटर हो सो उहाँ चाहिँ हाम्रो पाहुना हुनुहुन्छ भेरी टायर्ड नाउ तर यहाँ त कोही छैन मान्छे यो लेन मेरै हो भन्न पाइयो यहाँ यदि किन्ने भने आउनुहोस् उयो पारी चाहिँ प्लटिङ गर्ने भनेर सोचिरहेको छु मैले फाइनल्ली हामी साँझको हाइकिङ चाहिँ हामीले यहाँसम्मको सोचेको छौँ अब हामी इट्स भेरी वन्डरफुल गाइज वर्ड्स छैन क्या यहाँ यस्तो सुन्दर छ र साथीहरू अहिले चाहिँ हामी यो होटलमा बसेका छौँ उल्टो पो देखिँदो रहेछ यहाँ यो चाहिँ होटल यति लेखेको छ अनि यो सबै उल्टो देखिँदो रहेछ क्यामेरामा तर 3540 मिटर हाइटमा चाहिँ अहिले म ठ्याक्कै उभिएको छु त्योभन्दा माथि पनि थिको आएको थिएँ मैले भनेपछि त्यहाँ 5 मिटर भनेपछि 3545 मिटर माथि चाहिँ हामी पुगेर आयौँ मैले भर्खरै सो भोलि पनि हामी अझै माथिको हाइटमा जानेछौँ यसोहरू ल्याउनुहुन्छ गर्न आज्ञा उनको पुरा गर्न यसो माथि माथि धेरै माथि बढ्नु अन्नपूर्णमा आएर हामी फोटो भिडियोहरू खिच्दैछौँ येशूको नाउँ पुकार्दै हामी रमाइलो गर्दै हिँड्दैछौँ यस ताते ताते होइन भोलि जुत्ता चेन्ज हुन्छ नि त भोलि जुत्ता चेन्ज हुन्छ जुत्ताको सट्टा चप्पल चेन्ज हुन्छ अहिले चाहिँ हामी गल्ली गल्ली हिँडिरहेको छौँ यो भिलेजको भ्रमण गर्दै सबै यहाँ ढुङ्गाको घरहरू हेर्नुहोस् न कस्तो राम्रो ढुङ्गाहरू फेरि यति मिलेको ढुङ्गाहरू छ कि भन्दैछ भुइँचालो आयो भने त डेन्जर होला यो आज चाहिँ तपाईँहरूलाई यो मनाङ बजार पुरै देखाउने भन्ने हाम्रो योजना रहेको छ हेरिरहनु होला है त
यो पनि हिँड्ने बाटो है। त्यसलाई मात्रै सुन्नु भएको होला जन्डिस लागेको भनेर, तर यहाँ हेर्नु पानीलाई पनि लागेको छ। कस्तो पानी होला यहाँ। यो पानी देखिरहनु भएको बादल होइन है गाइस, यो हिमाल हो। यो चाहिँ मनासको हिमाल रहेछ। अघि हामी पार गर्दै गर्दै आएको। जुम कतिको हुन्छ मेरो क्यामेराले। यो मनासको हिमाल। अनि यो चाहिँ अन्नपूर्णमाथि हिमालबाट बगेर आएको अनि र जमेको हिउँहरू हो। अनि उयो चाहिँ अन्नपूर्ण फर्स्ट सेकेन्ड हुँदै हुँदै यो चाहिँ यो अहिले बादलले ढाकिरहेको चाहिँ थर्ड छ, जहाँ चाहिँ नजिकै छ। यो पारीको भित्ता चाहिँ यो भित्ताले चाहिँ सिधै माथि छुन्छ क्या। अमेजिङ, इट्स भेरी अमेजिङ। अनि यो चाहिँ तिलिचो ताल जाने बाटो एकदमै राम्रो छ। समग्रमा बाटो एकदमै धेरै राम्रो छ मनाङको। कुनै कुनै ठाउँहरूमा चाहिँ अब अफ रोड छ होइन, तर माथि आइपुगेपछि बाटो राम्रो लाग्यो। र यो तिलिचो लेक जाने बाटो हामी त्यहाँसम्म पुग्दैनौँ, किनकि हाम्रो भिजिट यो मनाङ बजारसम्मको थियो। र यो तपाईँहरू देख्न सक्नुहुन्छ, यो पनि राम्रो रिसोर्ट छ। अनि यो चाहिँ पुरै जम्पु छ। अनि हामी चाहिँ यहाँ माथि पुगेर आइसकेका छौँ र भोलि चाहिँ फेरि त्यहाँदेखि अझ माथि अर्को लेकमा जाने भन्ने योजना राम्रो हो। र म तपाईँहरूलाई पनि भन्छु कि हाम्रो नेपाल यति धेरै सुन्दर छ होइन। प्रकृतिले दिएको एउटा भनौँ न प्रभुको चाहिँ एउटा सृष्टि एकदमै धेरै राम्रो छ। अनि म चाहिँ जो कोहीलाई पनि एकचोटि चाहिँ नेपालमा चाहिँ मनाङ भयो, मुस्ताङ भयो, अप्पर मुस्ताङ भयो, अनि राधा लेक जस्ता यस्ता विभिन्न ठाउँहरू चाहिँ एकचोटि चाहिँ प्रविधि भ्रमण हामीले गर्नुपर्छ। तीमध्येको पनि बेस्ट चाहिँ मनाङ पनि रहेको छ। अनि मनाङमा हामीले धेरै किसिमका कुराहरू देख्न सक्छौँ, कल्चरल कुराहरू होइन। यसरी यहाँ भारी बोकेर पनि गइरहनु भएको छ। इट्स अमेजिङ, भेरी भेरी ब्युटिफुल। सो म मनाङ चाहिँ आउनु हुनको लागि म तपाईँहरूलाई आह्वान गर्दछु है त।